सादर सभामा उपस्थित हुनुहुने मेरा सम्पूर्ण आदरणीय बन्धुहरूमा म हार्दिक नमस्कार व्यक्त गर्दछु। आशुकगढ तर्फै गए कार्यक्रमलाई अब ढिला नगरिकन म आउन चाहन्छु। कास्कीको समाज कास्कीका आदरणीय अध्यक्षज्यू अध्यक्ष इन्जिनियर शारदा मन काफ्लेलाई आफ्नो अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु अगाडि आएर। त्यस्तै गरी आजको प्रमुख अतिथि हुनुहुन्छ, आजको केन्द्रबिन्दु प्रमुख अतिथि काफ्ले समाज केन्द्रीय वरिष्ठ उपाध्यक्ष आदरणीय अग्रज बन्धु देवकृष्ण काफ्लेलाई पनि म आफ्नो प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी काफ्ले समाज गण्डकी प्रदेशका आदरणीय अध्यक्ष कृष्ण प्रसाद काफ्लेलाई पनि म आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। काफ्ले समाज कास्कीलाई यहाँसम्म आफ्नो स्थापना गरेर एउटा प्रतिबिम्बित बनाउन सफल हुनुभएको छ। काफ्ले समाज कास्कीका संस्थापक आदरणीय अध्यक्षज्यू ऋषि काफ्लेलाई पनि म आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी काफ्ले समाज कास्कीका निवर्तमान आदरणीय अध्यक्ष मिनराज काफ्लेलाई पनि म आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मिनराज काफ्ले आउँदै हुनुहुन्छ। त्यस्तै गरी काफ्ले समाज प्रदेश उपाध्यक्ष सूर्यमोहन काफ्लेलाई म आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी काफ्ले समाज केन्द्रीय सदस्य मुरली मोहन काफ्लेलाई पनि म आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु अगाडि आएर आसन ग्रहण गरिदिनु हुन। केन्द्रीय सदस्य काफ्ले समाज प्रदेश उपाध्यक्ष मेघनाथ काफ्ले आदरणीय मेघनाथ काफ्लेलाई पनि म आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आउँदै हुनुहुने होला उहाँ पनि। त्यस्तै गरी काफ्ले समाज कास्कीका वरिष्ठ उपाध्यक्ष आदरणीय दाजु सिद्धार्थ काफ्लेलाई पनि म आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी काफ्ले समाज कास्कीका उपाध्यक्ष गोविन्द काफ्लेलाई पनि म आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी अधिवक्ता हामीसँग हुनुहुन्छ भुवन पराजुली काफ्ले, उहाँले पनि। त्यस्तै गरी पत्रकार दिल्लीराम काफ्लेलाई, त्यस्तै गरी काफ्ले समाज कास्कीका कोषाध्यक्ष नारायण काफ्लेलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र काफ्ले समाज कास्कीका कार्य समिति सदस्यज्यूहरू म क्रमशः नाम बोलाउँछु। आफ्नो यथास्थानमा उभिएर राष्ट्रिय गानमा सरिक भइदिनु म हार्दिक अनुरोध गर्दछु। धेरै धन्यवाद सबैजनालाई। कार्यक्रमलाई स्वागत गरिदिनु हुन यो आज काफ्ले समाज कास्कीको 15औं साधारण सभा तथा 9औं अधिवेशनलाई स्वागत गरिदिनु हुन म वरिष्ठ उपाध्यक्ष सिद्धार्थ काफ्लेलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यस कार्यक्रम सचिव पवित्र काफ्ले, काफ्ले समाज कास्की गण्डकी प्रदेश नेपाल 15औं वार्षिक साधारण सभा तथा 9औं अधिवेशन का अध्यक्ष महोदय अनि काफ्ले समाज केन्द्रीय उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्लेज्यू, काफ्ले समाज प्रदेशका अध्यक्ष कृष्ण प्रसाद काफ्लेज्यू र संस्थापक हाम्रो संस्थापक अध्यक्ष काफ्ले समाज कास्कीको संस्थापक अध्यक्ष जो ऋषि काफ्लेज्यू लगायत सम्पूर्ण हाम्रा 21 वर्षपछि हामीले चाहिँ 9औं अधिवेशन गर्न लागिरहेका छौँ। यस 9औं अधिवेशनमा आउनुभएका सम्पूर्ण काफ्ले बन्धुहरूलाई हाम्रो यो 9औं अधिवेशन भव्य र सफलताको कामना सहित सम्पूर्ण काफ्ले बन्धुहरूलाई स्वागत गर्न चाहन्छु। धेरै धेरै धन्यवाद आदरणीय दाजु सिद्धार्थ काफ्लेलाई आफ्नो स्वागत मन्तव्य राखिरहनु भएको छ।
त्यसै गरी म कार्यक्रम उद्घाटन गरिदिनु होला, ब्यानर पढेर उद्घाटन गरिदिनु होला। आजका प्रमुख अतिथि आदरणीय बन्धु देवकृष्ण काफ्लेलाई हार्दिक अनुरोध गर्दछु। हामी जति पनि उपस्थित छौँ त्यति माझे आफ्नो प्रतिवेदन पढ्नतर्फ लाग्दछु। प्रतिवेदन अगाडि म आदरणीय संस्थापक अध्यक्षज्यू, मलाई कति पनि चिसो बुझेर हजुर अगाडि आएको त यो काफ्ले समाज कास्कीको कमसेकम यो तिर लाग्छु। म प्रतिवेदन पढिदिनु होला। कोषाध्यक्षको सबैभन्दा पहिला म कोषाध्यक्षको प्रतिवेदनतर्फ कोषाध्यक्षको प्रतिवेदन पढेर सुनाइदिनु होला। म नारायण काफ्लेलाई हार्दिक अनुरोध गर्दछु। अगाडि काफ्ले समाज कास्की 15औं साधारण सभा तथा 9औं अधिवेशनका अध्यक्षज्यू, प्रमुख अतिथि काफ्ले समाज केन्द्रका वरिष्ठ उपाध्यक्षज्यू, काफ्ले समाज कास्कीका संस्थापक अध्यक्ष तथा काफ्ले समाज कास्कीका वर्तमान सल्लाहकार ऋषिराम काफ्लेज्यू, काफ्ले समाज गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद काफ्लेज्यू, काफ्ले समाज केन्द्रका काफ्ले समाज कास्कीको 2079 21 गतेको 8औं अधिवेशनमा म यस समाजको कोषाध्यक्षमा निर्वाचित भएको हुँ। हाम्रो समाजको खासै आर्थिक गतिविधि नहुने भएको र कोषाध्यक्षको प्रतिवेदन पेश बनाउनु पर्दैछ थिएन। धेरै धेरै धन्यवाद। कोषाध्यक्षको प्रतिवेदन सुनि पनि सक्नु भएको छ, केही छ भने आफ्नो राय राख्न पनि सक्नुहुन्छ। धन्यवादै त। अब म सचिवको प्रतिवेदनतर्फ जान्छु। सचिव म आफै हो। मैले चाहिँ काफ्ले समाज कास्कीलाई जे जति गर्न सकेँ मेरो आफ्नो तरिकाबाट, त्यसमा चाहिँ म आफै व्यक्तिगत रूपमा गरिरहेको छु। मैले सबै काम चाहिँ यो मेरो आफ्नो प्रतिवेदन छ, यसलाई चाहिँ म पार्वती म्याडमलाई सबैजनालाई एक एकवटा पारिदिनु हुन हार्दिक अनुरोध पनि गरिदिन्छु। यो साधारण सभामा आफ्नो अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिदिनु हुन म आजको अध्यक्ष आदरणीय अध्यक्ष इन्जिनियर शारदा मोहन काफ्लेलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका तथा हाम्रो काफ्ले समाज कास्कीका सचिवज्यूलाई आजको काफ्ले समाज कास्कीको 15औं वार्षिक साधारण सभा तथा 9औं अधिवेशनका प्रमुख अतिथि काफ्ले समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्लेज्यू, संस्थापक अध्यक्ष ऋषि काफ्लेज्यू, प्रदेश गण्डकी प्रदेश काफ्ले समाज का अध्यक्ष कृष्ण काफ्लेज्यू, हाम्रो काफ्ले समाजका शुभचिन्तक तथा तनहुँ सम्पर्क समाजका अध्यक्ष अधिवक्ता भुवन पराजुली काफ्लेज्यू, त्यस्तै गरी प्रतिवेदन यही अन्त गर्छु। धन्यवाद, नमस्कार। अरू केही छ भने यहाँले राख्न सक्नुहुन्छ, म त्यसको लागि चाहिँ फेरि त्यसको उत्तर अहिले दिनेछु। अध्यक्षले आफ्नो प्रतिवेदन प्रस्तुत गरेर गइसक्नु भएको छ। उहाँको प्रतिवेदनलाई पनि एकचोटि जोरदार पारित गर्नु भएको छ। त्यसै गरी म आसन ग्रहणलाई जोड्न चाहे। काफ्ले समाज कास्कीका पूर्व कोषाध्यक्ष ओम प्रसाद काफ्लेलाई पनि म आफ्नो आसन ग्रहणको अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। म तपाईँहरू समक्ष प्रतिवेदन हाम्रो पास भइसकेको छ। अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदन सुनिसक्नु भएको छ। म अब ढिला नगरिकन म शुभकामना मन्तव्यतर्फ जान्छु। 2 देखि 3 मिनटभित्र आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन अगाडि खुला फ्लोरबाट मैले पूर्व आदरणीय गोविन्द प्रसाद काफ्लेलाई, हाम्रो अग्रज व्यक्तित्व गोविन्द प्रसाद काफ्लेलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका हाम्रो समाजको सचिवज्यूलाई कार्यक्रमका यो काफ्ले समाज कास्कीको 15औं साधारण सभा तथा 9औं अधिवेशनका
सभानायकज्यू, प्रमुख अतिथिज्यू र ग्यासमा आसीन काप्रे बन्धुहरू र फ्लोरमा आसीन हुनुभएका काप्रे बन्धुहरू, मलाई हाम्रो उपाध्यक्षज्यूले 2 शब्द राखिदिनुहोस् भनेर भनिहाल्नुभयो। म शुभकामना व्यक्त गर्न चाहन्छु। यो समाज जीवित छ र यो समाजले क्रियाकलाप गरिरहेको छ, थोरै गरेको छ, आफ्नो ठाउँमा छ, तर आफ्नो क्रियाकलापलाई अगाडि बढाइरहेको छ भन्ने खालको कुरामा म पनि छु। वास्तवमा आजको यस काप्रे समाजको 15 थियो र मञ्चमा आजको यस कार्यक्रमका प्रमुख अतिथि कृष्ण काप्रेज्यू, संस्थापक अध्यक्ष ऋषि काप्रेज्यू, तनहुँ सम्पर्क समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार मुरली मोहन काप्रेज्यू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण काप्रे दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। म भुवन पराजुली काप्रे, अघि नै परिचय पनि भइसक्यो। तनहुँ सम्पर्क समाजमा थियो। म चाहिँ काप्रेको बुहारी हो र पराजुलीको छोरी हो। मेरो घर चाहिँ स्याङ्जा, म चाहिँ स्याङ्जाको काप्रे हो। यहाँ पहिला पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो, केन्द्रीय अध्यक्ष भन्नुभयो खेम नारायण काप्रे, उहाँको चाहिँ म। धन्यवाद छ। अत्यन्त एक्टिभ हाम्रो यस कास्की काप्रे समाज कास्कीका सचिव बबिताजी, यस 15औं वार्षिक साधारण सभा तथा 9औं अधिवेशनका सभापति एवं यस संस्थाका अध्यक्ष आदरणीय शारदामोहन काप्रेज्यू, प्रमुख अतिथि काप्रे समाज नेपालका उपाध्यक्ष देवकृष्ण काप्रेज्यू, त्यसै गरी कास्कीका पूर्व उपाध्यक्ष तथा हाम्रो गण्डकी प्रदेशका अध्यक्ष कृष्ण काप्रेज्यू, काप्रे समाज कास्कीको अभिभावक संस्थापक अध्यक्ष अभिभावक आदरणीय ऋषि काप्रेज्यू लगायत सम्पूर्ण बन्धुहरू, यहाँ सम्पूर्णमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु। हामी आज म क्षमा पनि चाहन्छु, सबैको समय मिल्दो रहेनछ। अस्ति जीवनमा पहिला आफू, त्यसपछि आफ्नो परिवार, अनि पेसा व्यवसाय र सामाजिक सेवा त्यसपछि भनेर हामीले बुझेका छौँ र मेरो आफ्नै कारण, निजी कारणले गर्दा मैले पहिलो प्रायोरिटी उता दिनुपर्ने रहेको हुँदा म त्यसरी नै अरूलाई सिकाउँदै हिँडेँ र म आफैले चाहिँ त्यसलाई परिपालना गर्ने क्रममा ढिला भएकोमा पनि पुनः एकपटक क्षमा माग्दै यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो यो काप्रे समाजले जुन स्थापना कालदेखि अहिलेसम्म निरन्तर रूपमा र आगामी दिनमा पनि निरन्तर हाम्रो बन्धुहरूको बिचमा आत्मीयता, भाइचाराको विकास र सुखमा भन्दा पनि दुःखमा हामी सधैँ साथमा रहेको कुरा यहाँहरूलाई विदितै छ र आगामी गर्न चाहन्छु भन्दै म पनि चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार।